फाइनली गाइस हाम्रो दाइको ब्याट्री चाहिँ डाउन भइसकेको छ अनि त्यसमाथि हामी चाहिँ हैन अब काइट फ्लाइङ गरेर चाहिँ हामी चाहिँ यता ट्याक्कै सेन्टु यता आइपुगेछौँ र हामी अब यो बाटोबाट घर पुग्ने छौँ सिधै भन्नु नमिल्ने हल्का घुम्नु पर्छ भाइ चाहिँ नयाँ हो कि मतलब यो बाटो चाहिँ हिँडेको छैन होला तिमी हिँडेको छैन है यो हिँडेको छ यो बाटो चाहिँ हिँडेको छैन भाइले चाहिँ थाहा कहिले काहीँ आज चाहिँ फर्स्ट टाइम होला सो म्यान गर्मीको लास्ट गर्नु छ है अहिले मैले एउटा हातमा चङ्गा एउटा हातमा मोबाइल अनि दुईवटा खुट्टामा जुत्ता छ अनि फेसमा चाहिँ चस्मा छ देख्नु सक्नुहुन्छ मेरो चस्मा माई ग्लास यस छ I got dogs. Hey dogs. What's up? हरियो हरियो ताजा ताजा मुला आन्टीले सफा गरिरहनु भएको छ है सफा गरिरहनु भएको छ आन्टी रमाइलो ठाउँ छ यता रमाइलो छ है धेरै रमाइलो छ म चाहिँ फर्स्ट टाइम होइन गाइज यतातिर लोकेसन चाहिँ बवालै रहेछ तपाईँको घुम्ने सुम्ने ठाउँहरू होइन राम्रो छ यतापट्टि यतापट्टि माटोको भाँडाहरू पनि छ यतापट्टि मिट सप कामना मिट सप ल अन्डा एक गाइज एक 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 अंडा संडे हो या मंडे रोज खाओ अंडे अनि त्यही हो यता चाहिँ यो चाहिँ कस्तो हो भनेर भन्दाखेरि यो चाहिँ यो इँटाहरू छ नि पुरानो यो तल ओछ्याएको पहिला यस्तो थिएन यो पछि यो ओछ्याएको हो यो चाहिँ अगाडि नै ओछ्याएको हो तर हामी बस्ने घरतिर पनि यस्तै इँटा हालेको छ अहिले होइन पछाडिपट्टि त्यहाँ हालेको छ त्यो चाहिँ बालनले गरेको हो कि अस्ति भर्खर धेरै पुरानो होइन त्यो नयाँ नै हो पुरानो बाटोहरू पुरै पिच गरेको बाटोहरू भत्काउन लगायो कि म त यस्तो एउटा लागि त्यतिखेर यस्तो गाह्रो भएको थियो हिँड्नलाई होइन किन भनेर भन्दाखेरि भइरहेको बाटो कि चिल्लो बाटो पुरै भत्काएर घस्याङ घुस्याङ खाल्टो न खाल्टो आँडे बाँडे बनाइदिएको थियो अनि यस्तो रिस उठेको थियो सबैजनालाई रिस उठेको थियो तर पछि चाहिँ त्यस्तो बनाउनु रहेछ है पछि थाहा भयो तर बनायो अहिले चाहिँ बबाल राम्रो बनाएको छ अर्ग्यानिक जस्तो कि तपाईँको यो देख्न सक्नुहुन्छ होइन यो जुन चाहिँ ढुङ्गाको होइन त्यो चाहिँ नेचुरल हो अब पुरानो टाइपको कि गाइज होइन हाम्रा पूर्वको पालाहरूकोमा पनि यस्तै थियो बाटो होइन र यो बाटो पनि धेरै राम्रो छ होइन सफा पनि हुन्छ सो गाइज पानी परेको बेला यस्तो मजा आउँछ यस्तो नै सो यति भन्दा यो अगाडि चाहिँ के छ भनेर भन्दाखेरि अगाडि चाहिँ मन्दिर छ है अगाडि भगवान्को मन्दिर छ त्यो पनि देखाउँछु है म है यो मन्दिर चाहिँ पुरानै मन्दिर हो कि मतलब यो एरियाको है पहिले धेरै अगाडि बनाएको यहाँ चाहिँ मान्छेहरू बिहानबाट भिड हुन्छन् है यो यहाँ त मन्दिर यो मन्दिर त गाइज सोमबारको टाइममा चाहिँ बिहानबाटै भिड हुन्छ यहाँ है पूजा गर्नलाई सो म्यान अनि त्यही हो म चाहिँ त्यही हो कि यो बाटोमा चाहिँ नर्मली यहाँ यो बाटो चाहिँ हिँडिरहेको छु कि जहिले म मतलब यो बाटो चाहिँ हिँड्न चाहिँ लास्ट टाइम मन लाग्ने कि किन हो किन थाहा छैन मलाई रमाइलो लाग्छ रमाइलो लाग्छ कि दिलको सुकुन मिलाएर भने जस्तो हुन्छ कि सो म्यान सो अनि यहाँ तल पनि मन्दिर छ अनि त्यहाँ तल पनि भगवान्कै मन्दिर हो है अनि मेन कुरा भनेको चाहिँ यो तलको यो यति एरिया छ नि तलको एरिया यति पुरानो ठाउँ हो कि यो ठाउँ होइन यति पुरानो ठाउँ हो कि मतलब त्यहाँको मार्केटहरू भनेको मैले मार्केटहरू यति पुरानो छ कि म बच्चा हुँदाखेरि कि लाइक 4 इयर्स जति हुँदाखेरि आउँदाखेरि हुन्थ्यो त्यो समयदेखिको पसलहरू होइन अहिलेसम्म छ कि मान्छेहरू त्यही मान्छेहरू छन् होइन बुढाबुढी भइसक्यो हुन त होइन तर चलाइरहेको छ कि अचम्म लाग्छ यार त्यस्तो लङ लास्टिङ अब पसलहरू पनि नेपालमा त छ होइन मैले भन्नु खोजेको चाहिँ नेपालमा गऱ्यो भने त हुने रहेछ कि अलि मतलब मिहिनेत गर्नु पऱ्यो लगले पनि साथ दिनु पऱ्यो होइन अनि त्यही हो त्यति भएपछि अनि नेपालमा पनि गर्न सकिन्छ है हामीले भन्न खोजेको मैले चाहिँ सो तपाईँहरू चाहिँ अब हुन त आफ्नै कुरा गर्दाखेरि आफू नै बाहिर जानुपर्ने कन्डिसन छ तर त्यही पनि म सबैजनालाई सजेस्ट गर्छु भिडियो मार्फत के भन्छु भने सकेसम्म चाहिँ नेपालमै गरिबसी गर्नुहोस् बरु एकचोटि बाहिर जानुहोस् होइन बाहिर गएर पैसा जम्मा गरेर आउनुहोस् होइन अनि नेपालमै आफ्नै बेस बनाएर त्यो चाहिँ अब लङ लास्टिङ चलोस् कि पछि पुर्खौँसम्म होइन त्यस्तो पसलहरू हुन्छ कि बिजनेसहरू हुन्छ कि त्यस्तो चाहिँ
गर्ने कोसिस गर्नु होला तपाईँहरू। यति भन्दै मासु पसल देख्न सक्नुहुन्छ यता मासु पसल, यता पनि मासु पसल, मासु पसल यता धेरै मिट सप छ होइन गाइज। तपाईँहरू यो एरियामा आउनुभयो भने चाहिँ हामीलाई सम्झिनु होला है। हामीलाई सम्झिनु होला होइन, यस भेट्दै गर्नु होला। अफकोर्स म्यान, आइफोनको लेन्स चाहिँ बबाल टल्किरहेछ। सो म्यान आइफोनको लेन्स टल्कियो ल, ठिकै छ, नो प्रब्लम। ल फाइनली गाइज हामी पुग्नै लाट्यौँ अब होइन, यो चाहिँ सर्टकट हो गाइज। यतातिर के छ हेर्नु होला। गाइज होइन, अब चाहिँ हामी यहाँबाट लगभग हाम्रो घर चाहिँ आइपुग्नु लाट्यो र अनि अब हामी के गर्छ भन्दाखेरि हराउनुभन्दा अगाडि तपाईँले यहाँ धेरै चिजहरू देख्न सक्नुहुन्छ होइन, पुरानो चिजदेखि लिएर नयाँ नयाँ चिजहरू होइन। तपाईँहरूले देखिसक्नु भएको होला, तर पनि फेरि एकचोटि हेर्नु होला होइन। कतै केही मिस गर्नु भएको छ भने तपाईँहरूले भिडियो सिडियोमा हेर्नुहुन्छ, पसलहरू केहरू होइन, रेस्टुरेन्टहरू यस यान तेन भनेर हालेर हुन्छन् हाम्रो दाजुभाइ दिदीभाइहरूले। त्यही अब कतै देख्नु भएको छैन भने यता म नामहरू पनि क्लियर देखाइदिइरहेको छु। खास गरी यो ब्युटी पार्लर केटी मान्छेको लागि होइन। अब फर्स्ट टाइम हो यहाँ होइन, म चाहिँ आएको त्यसैले अब म गरिरहेको छु यहाँ सकेसम्म देखाउने, हजुरहरूलाई देखाउने कोसिस गरिरहेको छु होइन। अब फाइनली गाइस यता चाहिँ धेरै मन्दिर छ होइन, मन्दिरै मन्दिर ल, धर्मस्थल गाइस, धर्मस्थल ल। कता कता गाइस, भाई मेरा तो सिर घूम रहा है। सिर घूम रहा है भाइ, मारो मुझे ल मन्दिर ल, रक्षा गरौँ न है भन्ने हामीलाई। अनि एउटा कुरो सेयर गर्न चाहेँ मैले होइन, यो धारा चाहिँ होइन, यो धाराको नाम चाहिँ ढुङ्गे धारा हो। ढुङ्गे धारा गाइस, यस पानी आइरहेछ गाइस ल, ढुङ्गे धारा होइन गाइस। लास्टै पुरानो मेमोरी चाहिँ धेरै मेमोरी छ। बच्चा हुँदाखेरि त्यो ठाउँमा आउँथेँ कि होइन, यसमा चाहिँ धेरै मेमोरी छ बच्चा बेलाको। यस्तो रमाइलो किनभने बच्चा बेलामा त सबैजनाको रमाइलो गर्ने एउटा त्यो मुमेन्ट हो नि त, टाइम हो नि त होइन। त्यतिखेर चाहिँ जुनै फ्यामिलीमा पनि होइन, अब चाहे गरिब होस् या धनी होस् होइन, बच्चाहरूलाई चाहिँ हुन्छ नि त्यस्तो टेन्सन हुँदैन, त्यो थाहा पनि हुँदैन उनीहरूलाई होइन। बच्चा बेलामा म गरिब छु, म धनी छु भनेर थाहा हुँदैन, यो मसँग पैसा छ मसँग पैसा छैन भनेर थाहा हुँदैन। त्यतिखेर चाहिँ फुल्ली इन्जोय गरिन्छ कि जुन फ्यामिलीमा हुर्के पनि, धनी पैसावाला मतलब धनीवाला फ्यामिलीमा हुर्के पनि, पैसा नहुने फ्यामिलीमा हुर्के पनि होइन, इन्जोय चाहिँ फुल्ली गरिन्छ कि बच्चामा होइन। त्यही भएर सबैजनाको बच्चा बालापन चाहिँ एकदमै मेमोरेबल रमाइलो हुन्छ नि, एकदमै रमाइलो हुन्छ कि एक्सप्रेसै गर्न सक्दैन कि म है। सो म्यान, म पनि भाइको पनि त्यस्तै भयो, थाहा छ मलाई, त्यस्तै भयो पहिला, एकदम रमाइलो भयो भन्ने मलाई थाहा छ बच्चा बेलामा। अहिले जे भए पनि अहिले त हामीलाई दाजुभाइलाई नै अलिकति टेन्सनै छ है। टेन्सनै छ पैसाको बारेमा। टेन्सन के को? टेन्सन ओन्ली मनी टेन्सन। मनी भाइ पैसाको बारेमा। अरू त केही टेन्सन होइन, त्यो मनी। नो टेन्सन, फ्री टेन्सन यसलाई छ गाइस, टेन्सनै छैन। हेर्नु त उहाँ झगडा गरेर नाक पनि भत्केछ। खुसी हुँदै हिँडिरहेछ अझै खुसी हुँदै हिँडिरहेछ। के भयो, के सोचिरह होला है बिचरा कुकुरहरूले। कमसेकम यो मानिस जस्तो दुःख त भोगेको छैन भन्ने पनि सोच होला होइन। तर पनि उसलाई दुःखै छ, कतिले कुट्छ, कतिखेर गाडीले हानिदिन्छ, कतिखेर बाइकहरूले हानिदिन्छ, थाहा हुन्न गाइस। हामी पनि त्यस्तै हो, हामी पनि कहिले काहीँ रिस उठे बेला ढुङ्गाले हान्छौँ होइन, भाँटाले हान्छौँ, कहीँ गर्दै भाग्छन् होइन। तर कुकुर चाहिँ भगवान्को रूप हुन्छ भैरवनाथको भन्छन् होइन। र गाइस सकेसम्म त्यस्तो पाप नगरिदिनु होला भन्ने म अनुरोध गर्दछु हजुरहरूसँग। ल फाइनली गाइस हामी पनि घर आइसक्यो। यस अब ठ्याक्कै हामी घरमा गेटमा पुगेपछि चाहिँ हाम्रो भिडियो चाहिँ इन्ड हुनेछ। So we will see you in the next video. Till then, stay safe, stay blessed, and iPhone सब also. Guys, ल फाइनल ल गाइस, बाई बाई, सी यु टुमरो होइन। ल गाइस घर चाहिँ यो हामी
guys, bye bye, see you tomorrow.